भिडियो हेर्नुभयो, यो चाहिँ भारतको एउटा ट्रेनबाट लिएको भिडियो हो, जहाँ एकजना विदेशी पर्यटक चाहिँ भारत घुम्नको लागि आउँछ अनि उनले यात्रा गर्ने क्रममा ट्रेनमा बस्न पुग्छन् अनि ट्रेनमा बसेपछि त्यहाँ एकजना किन्नर यानि तेस्रो लिङ्गी जाति आउँछ, जसले न त पुरुषमा गनिन्छ न त महिलामा गनिन्छ अनि त्यो आएर पैसा माग्न थाल्छ अनि पैसा नदिएपछि जोर जबरजस्ती गर्न थाल्छ अनि तिनले आफ्नो क्यामेरा मार्फत यो चाहिँ भिडियो रेकर्ड गरेर सोसल मिडियामा हालिदिन्छन् अनि यो भिडियो एकदमै भाइरल भइरहेको हुन्छ। पहिलाकै किन्नरहरू जुन कि तेस्रो लिङ्गी जातिहरू आफ्नो देशका बासिन्दाहरूसँग पैसा माग्थे, जोर जबरजस्ती गर्थे, तर आइटी हाटसम्म तिनीहरूको दादागिरी बढिसकेछ कि तिनीहरू विदेशीसँग समेत पैसा माग्न थालेका छन्, अझ नदिएपछि जोर जबरजस्ती समेत गर्न थालेका छन्। यसमा चाहिँ तपाईँको भनाइ के छ? यस्तो गर्नु राम्रो अथवा नराम्रो हो? अनि यसलाई भारत सरकारले के कस्तो नजरले हेर्छ, के कस्तो निर्णय गर्छ, यिनीहरूले नियन्त्रण गर्नुपर्छ कि पर्दैन? आफ्नो भनाइ कमेन्टमा अवश्य राखिदिनु।